हेलो साथीहरू, नमस्ते। म चाहिँ सुजाता श्रेष्ठ। म चाहिँ यहाँ घरमा ल्याएको दुधबाट तर बनाउन लागेको छु। हजुरहरू पनि हेर्नुहोला र यसरी मिक्सचरमा जम्मा भएको तरहरू राख्नुहोला र मिक्सचरमा ग्राइन्ड गर्नुहोला। यसरी नै ग्राइन्ड गरिराखे भने अब पछि फेरि यसमा थोरै पानी राख्नुपर्छ। यसरी फेरि अब ग्राइन्ड गर्नुहोला। अब यसरी नै अब हाम्रो यहाँ रेडी हुँदैछ नौनी। अब यो नौनीलाई पनि अब अर्को भाँडामा जुन तरबाट भएको छ यो मोही, यसलाई चाहिँ खनाउनु होला अर्को भाँडामा। अब यसरी जम्मा भएको नौनीलाई एउटा कराईमा राख्नु होला। सबै तरहरू राखेर नौनीहरू राखिसकेपछि अब फेरि अर्को लट पनि गर्दैछु म यहाँ। अब यो चाहिँ अर्को पार्ट हो। अब यसमा नि अब रेडी भएको छ, त्यसै गरी यसलाई नि अर्कोमा ट्रान्सफर गर्नु होला। जम्मा भएको अब नौनीहरूलाई सबै एकै ठाउँमा राख्दैछु म यहाँ। अब यसरी नै सबै तरहरूबाट बनेको नौनीलाई चाहिँ यहाँ भाँडामा राखेर म घिउ बनाउँदैछु। यसरी कराईमा राखेर अब यसलाई बिस्तारै उम्लिन दिनु होला र बिस्तारै चलाउँदै पनि गर्नुपर्छ। यसलाई सानो हिटमा पकाउनु होला, किनभने उम्लिन डर हुन्छ योबाट। अब बिस्तारै अब एकैछिन उम्लिन दिनु। अब फेरि यसरी हाम्रो अब हल्का बन्दैछ घिउ। बिस्तारै चलाउनु होला। अब हेर्न सक्नुहुन्छ अब हाम्रो लगभग रेडी हुँदैछ नौनी। ग्यासको हिट चाहिँ अलिकति कमै राख्नु होला। अब हेर्न सक्नुहुन्छ अब मेरो नौनीबाट बनेको घिउ रेडी हुँदैछ। अब यसरी अब हाम्रो नौनीबाट बनेको घिउ रेडी भयो। अब हामीले सजिलै घरमा पनि यसरी घिउ बनाउन सक्छौँ। अब हेर्नु होला, अब यसलाई एकैछिन सेलिन दिनु होला। यतिको कालो भइसक्यो अब हाम्रो घिउ रेडी भयो। अब म यसलाई चाहिँ अब अर्कोमा ट्रान्सफर गर्दैछु। हल्का अब म चाहिँ यहाँ स्टिलको जारमा घिउ राख्दैछु। यसरी नै अब हजुरहरूले घिउ बनाउन सक्नु